मैले मेहनत त गरेको थिएँ तर सोचेको थिइनँ कि यति राम्रो नतिजा आउँछ, मैले नेपाल टप पनि गर्छु भनेर। सुरुमा त मलाई आश्चर्य लाग्यो, पछि त्यो कुरा पचाएपछि चाहिँ हो भएछु नै भनेपछि चाहिँ म खुसी भएँ र अहिले त्यो सबै कुराहरू फर्केर हेरेर चाहिँ एकदमै सन्तुष्ट लाग्छ। मैले गरेको मेहनत परिश्रम त्यागले केही फल दियो जस्तो लाग्छ, खुसी लाग्छ। खासमा मलाई सुरुमा सुनाएको भनेको चाहिँ मेरो साथी दिपेशले थियो। उसले कल गर्यो अनि तेरो रिजल्ट कति आयो भनेर सोध्यो। अब मलाई रिजल्ट आएको चाहिँ थाहा थियो तर म चाहिँ यसरी एक्ट गरिरहेको थिएँ कि कसलाई पनि थाहा छैन, म भन्दिनँ पनि भनेर, किनभने मलाई भित्रदेखि डर लागिरहेको थियो। मलाई रिजल्ट हेर्न पनि मन थिएन कि। म त्यति बेला छक्कै परेँ। म त कस्तो खुसी थिएँ, म त फोन लिएर 3.96 भनेर उफ्रिएँ। एक्साइटमेन्टमा उफ्रिएँ। बुकहरू किनेपछि मेरो बुकहरूको स्मेल सुन्ने बानी थियो, राम्रो लाग्थ्यो स्मेल। अनि फर्स्टमा बुकहरूको स्मेल सुन्थेँ, त्यसपछि म कन्टेन्ट हेर्थेँ के कन्टेन्ट छ भनेर। हजुर सिलेबस हेर्थेँ। सबै किताबको सिलेबस हेरिसकेपछि टिचरहरू सँगसँगै म पनि जान्थेँ। उहाँहरूले जे पढाउनुहुन्छ म पनि घरमा गएर त्यही पढ्थेँ। जस्तै आज एउटा च्याप्टर सुरु गर्नुभयो भने चाहिँ म घर गएर युट्युबमा गएर त्यो च्याप्टर पुरै हेर्थेँ क्या। अनि त्यो हेरिसकेपछि भोलि फेरि सरले त्यही पढाउनुहुन्छ क्लासमा, अनि अझै धेरै सजिलो हुन्थ्यो बुझ्नलाई। व्यक्तिगत रूपमा मलाई कक्षा 10सम्म चाहिँ म्याथ सब्जेक्ट एकदमै मन पर्थ्यो। सायद हाम्रो म्याथ टिचर अलिकति मजाको पनि हुनुहुन्थ्यो र मलाई म्याथ प्रश्नहरू गर्नु पनि सजिलो लाग्थ्यो। पछि कलेजमा चाहिँ 11 र 12मा फेरि नेपालीको टिचर र इङ्ग्लिसको टिचर एकदमै मजाको पाएँ मैले। त्यही भएर मलाई नेपाली र इङ्ग्लिस चाहिँ मन पर्न थाल्यो। सो टिचरले पनि फरक चाहिँ पर्ने रहेछ। फुटबल चाहिँ अब हबीको रूपमा, किनभने हाइट भएको चाहिँ म फेरि किपर जान सक्थेँ। अलिकति फेरि त्यो हुन्छ नि सेल्फ रियलाइजेसन चाहिँ मान्छेलाई हुनुपर्ने रहेछ कि। घुम्नलाई कतिको रुचाउनुहुन्छ? म त एकदमै रुचाउँछु। काठमाडौँ आएको सुरुको 1-2 महिना त म धेरै घुमेरै बिताएँ। यस्तो विश्वास गर्नुहुन्छ मलाई मम्मी बाबाले, मैले के त गर्नुपर्छ जस्तो साहस पनि आउँथ्यो। त्यसैले पनि होला अब आमा बाबाको सङ्घर्ष, आमा बाबाको त्याग देखेर पनि मलाई अझै पढ्न मन पनि लाग्यो। पढ्नु पाउनु भनेको प्रिभिलेज हो, त्यसैले जति सकिन्छ धेरै पढ्ने कोसिस गर्नु अनि आफ्नो नोटहरू राम्रोसँग राख्नु। आज पढाएको टपिक चाहिँ आजै कभर गरिसक्नु अनि रिभाइज चाहिँ बेला बेला गर्नु। सकेसम्म घरको कोठामा नोट्सहरू राख्नु, सानो नोट्सहरू र रिभाइज गर्ने पोइन्ट्सहरू राख्नु। त्यसले चाहिँ पछि सजिलो हुन्छ। त्यो कुरा चाहिँ मलाई अलिक व्यक्तिगत रूपमा भन्न मन थियो। पहिले के थियो भने म भोजपुरमा हुँदाखेरि चाहिँ कसैलाई चिनाउनु पर्दा म अमन, हाम्रो ज्ञानेन्द्र सरको छोरा भनेर चिनाउनु पर्थ्यो। तर अहिले आफूलाई के फिल हुन्छ भने अहिले आफ्नो परिचय दिनु पर्दा चाहिँ म अमन पाण्डे, हाल एसएलसीको बोर्ड टपर भनेर चिनाउनु पाउँछु र यो आफ्नै परिचय एउटा खुल्यो, आफ्नो एउटा परिचय बन्यो जस्तो चाहिँ लाग्छ मलाई। र यो चाहिँ मलाई आफ्नै एउटा पर्सनल एचिभमेन्ट जस्तो पनि लाग्छ, एकदमै खुसी लाग्छ। नमस्कार, म गोकुल भुजेल। आज हामी एजुकेसन टक गर्न गइरहेका छौँ। आज मसँग हुनुहुन्छ माध्यमिक त अर्थात् +2 टपर भनौँ या यस वर्ष +2 परीक्षामा 4,18,000 विद्यार्थीमध्ये 3.61 जिपिएदेखि 4 जिपिएसम्म ल्याउने विद्यार्थीहरूमध्ये एकजना मेधावी विद्यार्थी अमन पाण्डे। जिपिए एग्रिगेटको आधारमा विज्ञान विषयमा सर्वोत्कृष्ट नम्बर ल्याउने विद्यार्थी हुनुहुन्छ। उहाँसँग आज हामी पढाइलाई कसरी अगाडि बढाउने, कसरी पढ्दा सफल हुन्छ लगायत विषयमा रहेर कुराकानी गर्नेछौँ। सर्वप्रथम त यहाँलाई स्वागत छ अमनजी। धन्यवाद। सन्चै हुनुहुन्छ? हजुर एकदमै सन्चै छु। सायद यतिको सन्चो त म बिरालै कहिले भएको थियो। दर्शकहरूलाई आफ्नो परिचय दिनुपर्दा कसरी दिनुहुन्छ? नमस्कार, म अमन पाण्डे। म कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर 4 दावामा जन्मिएको हुँ। म सानो छँदा मेरो बाल्यकाल गाउँमै बित्यो। पछि हामी बजार पसेपछि स्थानीय विद्यालय सगरमाथा इङ्ग्लिस सेकेन्डरी स्कुलबाट मैले एसई उत्तीर्ण गरेँ। त्यसपछि एसई सके पश्चात म काठमाडौँ उपत्यका ललितपुर जिल्लाको युनाइटेड एकाडेमिक कलेजबाट आफ्नो एसएलसीको जर्नी अगाडि बढाएँ र हाल यही साल मैले एसएलसीको एक्जाम दिँदा कक्षा 12को बोर्डमा 3.96 जिपिएले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भए। सर्वोत्कृष्ट नतिजा ल्याउँदै गर्दाखेरि आफूलाई चाहिँ कस्तो लाग्दो रहेछ अनि आफू टपर हो भएँ भनेर थाहा पाउँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ? साँच्चै भन्नुपर्दा मलाई त सुरुमा आश्चर्य लाग्यो, किनभने मैले मेहनत त गरेको थिएँ तर सोचेको थिइनँ कि यति राम्रो नतिजा आउँछ, मैले नेपाल टप पनि गर्छु भनेर। सुरुमा त मलाई आश्चर्य लाग्यो, पछि त्यो कुरा पचाएपछि चाहिँ हो भएछु नै भनेपछि चाहिँ म खुसी भएँ र अहिले त्यो सबै कुराहरू फर्केर हेरेर चाहिँ एकदमै सन्तुष्ट लाग्छ। मैले गरेको मेहनत परिश्रम त्यागले केही फल दियो जस्तो लाग्छ, खुसी लाग्छ। तपाईँले सुरुमा रिजल्ट आयो भनेर कसले सुनायो अनि त्यो एक्साइटमेन्ट चाहिँ कस्तो हुँदो रहेछ? खासमा मलाई सुरुमा सुनाएको भनेको चाहिँ मेरो साथी दिपेशले थियो। उसले कल गर्यो अनि तेरो रिजल्ट कति आयो भनेर सोध्यो।
अब मलाई रिजल्ट आएको चाहिँ थाहा थियो, तर मैले चाहिँ यसरी एक्ट गरिरहेको थिएँ कि कसलाई पनि थाहा छैन, म भन्दिनँ पनि भनेर, किनभने मलाई भित्र डर लागिरहेको थियो, मलाई रिजल्ट हेर्न पनि मन थिएन कि। त्यसपछि अब रिजल्ट आएको थाहा भयो, मलाई रिजल्ट हेर्ने साहस थिएन, अनि मम्मीलाई थाहा थिएन, मम्मी घरमा हुनुहुन्थ्यो, त्यही भएर म बाहिर जान्छु भनेर, बाहिर निस्किन्छु, हावा खान्छु भनेर बाहिर गएँ। बाहिर जाँदा जाँदै मैले बाटोमा बाबालाई भेटेँ, बाबा घरतिर आउनुहुँदै रहेछ, अनि बाबाले भन्नुभयो रिजल्ट आएछ होइन? मैले भने हो र, मलाई थाहा नै भएन, तर मलाई थाहा थियो। अनि हो छिटो हिँड्न, रिजल्ट हेर्नुपर्छ भन्नुभयो। मैले भने होइन, म मासतिर जाँदैछु, अहिले बेलुका आएपछि हेरौँ न भने, मलाई डर लागिरहेको थियो। तर बाबाले मान्नु भएन, मलाई तानेरै घर लग्नुभयो र मेरो सिम्बल नम्बर सोध्नुभयो। मैले 1-2 पटक त गलत सिम्बल नम्बर दिएँ, त्यसपछि बाबाले मेरो एडमिट कार्ड लिएर आफै हेर्नुभयो। अनि फर्स्टमा त पोर्टल चलेन, अनि रिजल्ट हेर्नु पनि पाइएन। एकछिन त सन्तुष्टको भाव आयो कि रिजल्ट अहिले थाहा पाइँदैन भनेर, एकछिन भने समय मिल्यो जस्तो। पछि फेरि त्यति बेला मेरो एसएमएसको कल आयो कलेजबाट, अनि उहाँले भन्नुभयो अमन तिम्रो रिजल्ट मैले हेरेँ भन्नुभयो। अनि मैले भने मिस रिजल्ट नभनिदिनु ल भने। त्यति बेला फेरि मम्मीले फोन खोसेर मिस हो र रिजल्ट कति आएछ छोरोको भनेर सोध्नुभयो मम्मीले। त्यसपछि मिसले भनिदिनु भयो अमनको रिजल्ट 3.96 आएछ भनेर। म त्यति बेला छक्कै परेँ, म त कस्तो खुसी थिएँ, म त फोन लिएर 3.96 भनेर उफ्रिएँ, एक्साइटमेन्टमा उफ्रिएँ। त्यसपछि सबैभन्दा सुरुमा त मैले मम्मी बाबाले भने होइन, त्यसपछि चाहिँ एकदम खुसी भएको थिएँ, सबतिर चक्लेटहरू पनि बाँडेँ। अनि मिसले पनि आउँदाखेरि चक्लेट ल्याइदिनै भन्नुभएको थियो, अनि अस्ति कलेज जाँदाखेरि मिसहरूलाई पनि चक्लेट ल्याइदिएँ। एकदमै खुसी भएको थिएँ म त्यो दिन त। तपाईँले एक्जाम दिँदै गर्दाखेरि चाहिँ कति जिपिए आउँछ भनेर एक्सपेक्ट गर्नुभएको थियो, अनि त्यो अनुसार 3.96 जिपिए आउँदै गर्दाखेरि चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? यस्तो हो, अब मैले कक्षा 11 र 12 दुईटैमा एकदमै मिहिनेत गरेको थिएँ, अनि एक्जाममा पनि मेरो राम्रै एक्जाम गएको थियो। मेरो उत्तर दिने शैली पनि राम्रो थियो, अनि सबै क्वेसनहरू मैले आएको पनि थियो, सबै राम्रो गरेको थिएँ। त्यही भएर मलाई आशा चाहिँ थियो कि अलिकति कति बिग्रिए पनि दुईटामा ए आए तापनि 3.92 त आउँछ नि जस्तो लागिरहेको थियो। त्यही भएर 3.9 चाहिँ कट्छ नै भन्ने मेरो मानसिकता थियो। पछि 3.96 आउँदा त एकदमै खुसी भइगएँ म। तपाईँले आफूले एक्जाम दिँदै गर्दाखेरि, पढाइ गर्दै गर्दाखेरि चाहिँ अभिभावक हुनुहुन्छ, विद्यालय परिवार भयो, शिक्षकहरू, साथीहरू भयो, त्यतिखेर चाहिँ कस्तो खालको हौसला पाउनुहुन्थ्यो? अनि आफू चाहिँ होइन म गर्न सक्छु जस्तो लागेको थियो कि थिएन? सुरुमा भन्नुपर्दा त म आफैलाई चाहिँ गर्न सक्छु जस्तो लागेको चाहिँ थिएन, किनभने कक्षा 10मा हुँदा पनि एसए दिँदा पनि हाम्रो टोलको वा मलाई चिन्ने सबैजनाले भन्नुहुन्थ्यो कि तिमीले त अब जिल्ला टप गर्छौ नि होला भनेर भन्नुहुन्थ्यो। म पनि भन्थेँ हो गर्छु भनेर, तर एसईमा चाहिँ के भएको थियो भने म जिल्लामा तेस्रो आएको थिएँ। त्यसपछि मेरो कन्फिडेन्स अलिक डाउन हुँदै गयो र सुरुमा काठमाडौँ पसेको, यो त मेरो फर्स्ट टाइम थिएन काठमाडौँ आएको, त्यही पनि योभन्दा अगाडि 2 चोटि घुम्न चाहिँ आएको थिएँ। कहिले यस्तो बस्ने गरी त आएको थिइनँ, ठुलो सहर राजधानी जस्तो सहर लाग्थ्यो मलाई सुरुमा त। अनि अब यहाँ त कस्तो कस्तो विद्यार्थी होला, कस्ता कस्ता कलेज होला, म त के टिकुला र म त जस्ट अब त्यो भिडमा एउटा एभरेज स्टुडेन्ट हुन्छु होला भनेर सोचेको थिएँ। पछि कलेजमा पढ्दै गर्दाखेरि चाहिँ मेरो फर्स्ट टर्मको रिजल्टमा म फिट भएँ। मलाई लाग्यो हाम्रो सेक्सनको 40-45 जनामा चाहिँ म फिट भएको हो। पछि थाहा भयो म त होल क्लासको 600-700 जना विद्यार्थीमा चाहिँ फिट भएको रहेछु। त्यहाँबाट चाहिँ अलिक हौसला आए, गर्न सक्ने रहेछ त म पनि, के आफूले किन कम सोचेको जस्तो लाग्यो। अनि सेकेन्ड टर्ममा चाहिँ म एकदमै फर्स्ट भइदिएँ क्या एकैचोटि। त्यसपछि झन् हौसला आयो। अनि अभिभावकहरूले चाहिँ मलाई कहिले दबाब दिनु भएन, लाइक तैँले गर्नै पर्छ, तँ सक्छस् त भन्नुहुन्थ्यो, तर त्यस्तो कहिले प्रेसरहरू पनि दिनु भएन। पछि मलाई लाग्छ मेरो शिक्षकहरूले चाहिँ एकदमै ठुलो भूमिका खेल्नु भएको छ, किनभने कक्षा 11को अन्तिम र कक्षा 12को सुरुवातदेखि नै मलाई भन्नुहुन्थ्यो तिमीमा क्षमता छ, तिमीले कक्षा 12मा एनबी टप गर्छौ, नेपाल टप गर्छौ भनेर मेरो माइन्डसेट अगाडिदेखि प्लान गरिदिनु राख्नु भएको थियो क्या। सो म पनि कहिलेकाहीँ आफूले त्यस्तै सोच्थेँ म गर्न सक्छु जस्तो, किनभने सबले विश्वास पनि गर्नुहुन्थ्यो, अनि मैले पनि पढाइको क्षेत्रमा त्यस्तो राम्रो पनि गरिरहेको थिएँ। त्यसैले आत्मबल चाहिँ तपाईँलाई पहिलेबाट थियो? हजुर, गर्न सक्छु जस्तो चाहिँ विश्वास चाहिँ थियो। त्यस्तो डर पनि थिएन, तर त्यस्तो अब गरि नै हाल्छु जस्तो पनि थिएन, तर गर्नु सक्छु जस्तो चाहिँ भावना। विद्यार्थीहरूलाई विद्यालयले गर्ने व्यवहारले कतिको प्रभाव पार्दो रहेछ? तपाईँलाई चाहिँ विद्यालयले कस्तो खालको व्यवहार गर्यो? मेरो व्यक्तिगत अनुभवले भन्दाखेरि चाहिँ विद्यालयको व्यवहार र स्कुलको इन्भाइरोमेन्टले पठन पाठनमा एकदमै असर पर्छ। राम्रो इन्भाइरोमेन्टमा पढ्न पाइयो भने आफू पनि अझै फ्लोरिस हुँदै गइन्छ, राम्रो हुँदै जान्छ। मेरो त कक्षा 5सम्मको विद्यालयको इन्भाइरोमेन्ट पनि एकदमै राम्रो थियो र कक्षा 6देखि कक्षा 10सम्मको त अझै झनै राम्रो थियो। मैले त्यहाँ एकदमै राम्रो शिक्षकहरू पनि पाएँ। कतिजना शिक्षकहरू त मेरो साथी जस्तै पनि हुनुहुन्छ, अझै पनि हामी बोल्छौँ। अझै व्यक्तिगत रूपमा भन्नुपर्दा यो मैले लगाएको सर्ट पनि मेरै त्यही सरले दिनुभएको हो, त्यही भएर त्यस्तो राम्रो इन्भाइरोमेन्ट पाएँ। यो कुरामा म एकदमै खुसी लाग्छ। अझ कलेजमा पनि इन्भाइरोमेन्ट सुरुमा चाहिँ अलिकति एकात्मक लाग्थ्यो,
पछि अझै खुल्दै गएपछि अझै राम्रो साथीहरू पाएँ, अझै राम्रो शिक्षकहरू पाएँ। त्यही भएर अझै राम्रो मान्छेहरूको बिचमा बसेपछि चाहिँ आफूलाई पनि राम्रो लाग्ने रहेछ र हौसला पनि मिल्ने रहेछ। तपाईँले सिलेबसलाई अथवा किताबहरूलाई हजुर पढ्दाखेरि चाहिँ सिलेबसलाई चाहिँ कसरी हेर्नुहुन्थ्यो अथवा तपाईँ मानौँ हजुर 8 कक्षादेखि 9 कक्षासम्म जाँदै हुनुहुन्छ, अब पास हुनुभयो 8बाट 9मा जानुभयो, अब तपाईँले क्लासको फर्स्ट डे कस्तो रहन्थ्यो अनि तपाईँले नयाँ पुस्तक पाउँदाखेरि चाहिँ आफूलाई कसरी किताबसँग फेमिलियर गराउनुहुन्थ्यो? अब पहिले त जस अब एउटा नयाँ कक्षामा गएपछि त आफैलाई अलिकति राम्रो अनुभव पनि हुन्छ, अझै एउटा कक्षा बढ्यो अझै सिनियर भइयो भन्ने कुरा हुन्छ। र बुकहरू चाहिँ अब सुरुमा किनेपछि चाहिँ बुकहरू किनेपछि मेरो बुकहरूको स्मेल सुन्ने बानी थियो, राम्रो लाग्थ्यो स्मेल। अनि फर्स्टमा बुकहरूको स्मेल सुन्थेँ, त्यसपछि म कन्टेन्ट हेर्थेँ के कन्टेन्ट छ भनेर। सिलेबस हजुर सिलेबस हेर्थेँ, सबै किताबको सिलेबस हेरिसकेपछि टिचरहरू सँगसँगै म पनि जान्थेँ, उहाँहरूले जे पढाउनुहुन्छ म पनि घरमा गएर त्यही पढ्थेँ। जस्तै आज एउटा च्याप्टर सुरु गर्नुभयो भने चाहिँ म घर गएर युट्युबमा गएर त्यो च्याप्टर पुरै हेर्थेँ क्या। अनि त्यो हेरिसकेपछि भोलि फेरि सरले त्यही पढाउनुहुन्छ क्लासमा, अनि अझै धेरै सजिलो हुन्थ्यो बुझ्नलाई। त्यसरी चाहिँ मलाई एकदमै सजिलो लाग्थ्यो। तपाईँलाई विज्ञानमा टप गर्नुभयो, विज्ञान सब्जेक्टमा तपाईँको मनपर्ने सब्जेक्ट चाहिँ कुन हो? व्यक्तिगत रूपमा मलाई कक्षा 10सम्म चाहिँ म्याथ सब्जेक्ट एकदमै मन पर्थ्यो। सायद हाम्रो म्याथ टिचर अलिकति मजाको पनि हुनुहुन्थ्यो र मलाई म्याथ प्रश्नहरू गर्नु पनि सजिलो लाग्थ्यो। पछि कलेजमा चाहिँ 11 र 12मा फेरि नेपालीको टिचर र इङ्ग्लिसको टिचर एकदमै मजाको पाएँ मैले। त्यही भएर मलाई नेपाली र इङ्ग्लिस चाहिँ मन पर्न थाल्यो। सो टिचरले पनि फरक चाहिँ पर्ने रहेछ। अहिलेकै रिजल्टलाई हेर्ने हो भने तपाईँको हाइएस्ट नम्बर चाहिँ कुनमा आएको थियो? कुन विषय? हाइएस्ट नम्बर अब फेरि नम्बर चाहिँ थाहा हुँदैन, तर अहिले एग्रिगेटले गर्दाखेरि अलिक समस्या भयो है? फेरि समस्या चाहिँ भएको छ, कति यस्तो थाहा हुँदैन, त्यही पनि ठिकै छ। मेरो नेपालीमा बाहेक अरू सबै विषयमा चाहिँ A+ आएको थियो। त्यस नेपालीमा पनि आउँछ भने आशै गर्नु A+ भनेको 80 देखि 90 को रेसियो कि? होइन 90 प्लस को रेसियो। हजुर हो 90 प्लस भनेपछि तपाईँको 90 एबोभ हरेक सब्जेक्टमा आयो? हजुर हरेक सब्जेक्ट एउटा छोडेर 5वटा सब्जेक्टमा आयो, 6वटामा। हजुर तर अहिले त के पनि रहेछ भने 6वटामा 6वटा विषयमा चाहिँ A+ नआउने रहेछ। अरू 5वटामा आयो भने नेपाली अथवा इङ्ग्लिसमा चाहिँ अटोमेटिकली A पारिदिनु हुने रहेछ। ए भनेको त्यो विषयलाई हजुर एग्रिगेट गरिदिनुहुन्छ? किनभने 4 GPA इज नियरली इम्पोसिबल, किनभने त्यो त पर्फेक्ट GPA भयो नि त। हजुर त्यही भएर पर्फेक्ट चाहिँ कहिले नल्याओस् भन्ने सोच रहेछ। तपाईँले प्राथमिक तहको अध्ययन चाहिँ युनाइटेड एकाडेमीबाट गर्नुभयो। हजुर त्यस पछाडि तपाईँ कक्षा 5 देखि कक्षा 10सम्म सगरमाथा बोर्डिङ स्कुलबाट अध्ययन गर्नुभयो। हजुर त्यो बिचमा विद्यालयको पढाइ चाहिँ तपाईँको कस्तो थियो? विगत तपाईँलाई कुन क्याटेगोरीको स्टुडेन्ट भनेर हामीले बुझ्न सक्छौँ? कस्तो थियो तपाईँको विगत? म सुरुमा कक्षा 5सम्म युनाइटेडमा पढ्दाखेरि त चुलबुले नै थिएँ, केटाकेटी हो, तर मेरो पढाइ राम्रो थियो। म त्यो स्कुलमा पनि स्कलरसिपमै पढेको। राम्रै र्याङ्कमा हुनुहुन्थ्यो? हजुर राम्रो र्याङ्कमा, टप 3मा त जहिले नै हुन्थेँ। त्यसपछि घर छेउमा सगरमाथा स्कुल भएको कारणले गर्दा म त्यहाँ सरेँ। कक्षा 6 देखि 8सम्म त म राम्रै विद्यार्थी थिएँ, फर्स्ट सेकेन्ड थर्ड भइरहेको थिएँ, तर त्यस्तो अलिकति बिहाइन्ड द टप वा आउट अफ द बक्स त्यस्तो स्टुडेन्ट पनि थिइनँ। पछि कक्षा 9 र 10मा चाहिँ मैले आफैले विद्यार्थीको यात्रामा व्यक्तित्व र चरित्रमा अलिकति प्रोफाउन्ड इम्प्याक्ट परेको, आफ्नो व्यक्तित्व र चरित्र अझै बढ्दै गएको, विकास भएको चाहिँ मैले फिल गरेको छु। किनभने कक्षा 9 र 10मा हुँदा म क्याप्टेन थिएँ, कक्षा 10मा त अझ स्कुल क्याप्टेन भएँ, एसेम्ब्लीहरू लिड गर्न, र्यालीहरू लिड गर्न, प्रतियोगिताहरूमा पनि धेरै गएँ म। जस्तै वक्तृत्व कला प्रतियोगिता, कविता प्रतियोगिता, अनि एसे कम्पिटिसनहरूमा जाँदाखेरि त्यहाँ पनि धेरै जितेर आउँथेँ कि, अनि आफूलाई पनि एकदम राम्रो फिल हुन्थ्यो। एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा पनि तपाईँको पर्फर्मेन्स चाहिँ निकै राम्रो थियो, अरूभन्दा अब्बल हुनुहुन्थ्यो? हजुर हो, एकदम राम्रो थियो, किनभने मलाई त्यस्तो कुरामा नि इन्ट्रेस्ट चाहिँ लाग्थ्यो। मैले त्यति बेला हुँदाखेरि हाम्रो स्कुलबाट इन्टर स्कुलमा फुटबल पनि खेलाएको थिएँ। त्यस्तो फुटबलहरू बाहेक पनि अरू कुराहरूमा पनि एकदम इन्ट्रेस्ट लाग्थ्यो मलाई। पहिला फुटबल चाहिँ अब मलाई थाहा थियो हबीको रूपमा, किनभने हाइट भएको चाहिँ म फेरि किपर जान सक्थेँ। अलिकति फेरि त्यो हुन्छ नि सेल्फ रियलाइजेसन चाहिँ मान्छेलाई हुनुपर्ने रहेछ कि। घुम्नलाई कतिको रुचाउनुहुन्छ? म त एकदमै रुचाउँछु। काठमाडौँ आएको सुरुको 1-2 महिना त म धेरै घुमेरै बिताएँ। अब हामी जस्तो अब बाहिरबाट भित्र आएको विद्यार्थीहरूसँग त अब पैसा पनि खासै हुँदैन, तर भएको बेला त जहिले म जस्तै घुमेरै बिताउँथेँ। बरु खानु चाहिँ बरु कम खाने, तर धेरै ठाउँ घुम्ने प्रयास गर्थेँ। मैले काठमाडौँ उपत्यकाभरिको त
जस्तो घुम्ने सुन्ने ठाउँ प्रायः सबै नै गइसकेको छु। पढाइलाई एक्स्ट्रा करिकुलर एक्टिभिटिजले पनि सपोर्ट गर्छ भन्ने तपाईँको बुझाइ हो? हजुर, एकदम। किनभने पढेर मात्र चाहिँ अब व्यक्तित्व र बौद्धिकतामा विकास हुँदैन जस्तो मलाई लाग्छ। पढेको कुरा एप्लाई पनि गर्न सक्नु पर्यो र समाजमा अलिकति घुलमिल पनि हुनु पर्यो। तपाईँले एससी सकेर काठमाडौँ आउनुभयो, काठमाडौँ आइसके पछाडि 11मा जोइन हुँदै गर्दाखेरि चाहिँ यो त ठुलो ठाउँ हो, यहाँ सबै प्रकारका विद्यार्थीहरू हुन्छन्। मैले युनाइटेड कलेजमा पढेर टप गर्नु छ भन्ने खालको सपना चाहिँ बुन्नु भएको थियो कि थिएन? मैले साँच्चै नै भन्नुपर्दा सुरुमा त बुनेको थिइनँ, किनभने म जिल्लामै तेस्रो भएको थिएँ। मलाई लाग्यो अब जिल्लामा त तेस्रो भएँ, राजधानीमा त किन टिकुलाएर जस पढ्न आएको राम्रोसँग पढ्छु, अलिकति एभरेजै भए पनि मलाई खासै समस्या छैन, जस पढ्न आएको राम्रोसँग पढ्छु मात्र सोचेको थिएँ। तर कलेज जर्नी अगाडि बढाउँदै जाँदा चाहिँ मेरो अलिकति एक्जामहरूमा फर्स्ट टर्म एक्जाम, टर्मिनल एक्जामहरूमा चाहिँ ऱ्याङ्कहरू राम्रो आउनु थाल्यो अनि टेस्टहरू पनि राम्रो आउनु थाल्यो। टिचरहरूले पनि हौसला दिनुभयो, साथीहरूले पनि विश्वास गर्थ्यो टपर भनेर। त्यसै कारणले चाहिँ अलिकति आफूलाई लाग्नु थाल्यो कि म गर्नु सक्छु भनेर, त्यहाँबाट पनि मैले धेरै हौसला मिलाएको थिएँ। तपाईँलाई थाहा छ तपाईँ 4,20,000 करिब विद्यार्थीहरूसँग प्रतिस्पर्धा गरेर तपाईँको ऱ्याङ्क चाहिँ अलि राम्रो सर्वोत्कृष्ट ऱ्याङ्कमा हुनुहुन्छ तपाईँ भनेर? हजुर, थाहा थियो। त्यो थाहा पाउँदै गर्दाखेरि चाहिँ कतिपय विद्यार्थीहरू असफलता हुने बित्तिकै चाहिँ पढाइलाई छोड्ने अथवा चाहिँ आफूलाई चाहिँ हतोत्साहित हुने गरेको अवस्थाहरू छ। असफल हुँदैमा अथवा चाहिँ विद्यार्थीहरूले चाहिँ असफलता नै अन्तिम बिन्दु होइन, तपाईँलाई चाहिँ कस्तो लाग्छ? हो, मलाई त्यस्तो असफलता, म पनि टपर भएँ, सर्वोत्कृष्ट मात्र ल्याएँ, यसको मतलब यो होइन कि मैले जीवनमा वा आफ्नो शैक्षिक यात्रामा कहिले पनि असफलता बेहोरिनँ, दुःख बेहोरिनँ भन्ने कुराहरू होइन। कतिपय टेस्टमा सर्वोत्कृष्ट हुँदै गर्दाखेरि चाहिँ आफूलाई चाहिँ कस्तो लाग्दो रहेछ त? एकदम खुसी लाग्दो रहेछ, जस यत्रो मेहनत गरेको चाहिँ आयो जस्तो पनि लाग्दो रहेछ। त्यही त आफूले गरेको। असफलता हुने विद्यार्थीहरूको माझमा राख्दाखेरि चाहिँ त्यो प्राउड फिल त हुन्छ, जस्तै आफ्नै साथी असफल भइरहेको हुन्छ, आफ्नो सर्वोत्कृष्ट आउँदाखेरि त्यो बिचको ग्याप हुन्छ नि, त्यतिखेर चाहिँ आफूलाई कस्तो लाग्दो रहेछ? बेला आफूलाई अब टपरहरूकै अगाडि छु या सबैजना राम्रो पढ्ने छ भने त्यहाँ अगाडि चाहिँ यिनीहरूभन्दा अलिक राम्रो चाहिँ जस्तै टपरवाला अलिकति प्राउड फिल हुन्छ। तर मेरो कति साथीहरू छन् जो फेल पनि हुन्छन्, उनीहरूको अगाडि चाहिँ म कहिले ऊ त फेल हुन्छ म त टपर भएँ भने त्यस्तो चाहिँ मलाई कहिले पनि प्राउड फिल भएन त्यो कुरामा चाहिँ। तपाईँलाई बुवा मम्मीले चाहिँ अथवा घरको परिवारका सदस्यहरूले चाहिँ कसरी सपोर्ट गर्नुहुन्थ्यो? यो कुरा चाहिँ मलाई भन्न मन थियो, तर अघि प्रश्नमा आएन जस्तो लागेको पनि थियो, भन्न तपाईँले सोध्नुभयो, म आभारी छु। सुरुमा चाहिँ हामी गाउँमा बस्थ्यौँ, बाबा शिक्षक हुनुहुन्थ्यो सुरुमा, बाबा बजारमा पढाउनुहुन्थ्यो अनि हामी गाउँमा बस्थ्यौँ। पछि मेरो बाल्यकाल त गाउँमै हुर्क्यो। अब 4-5 वर्षको उमेर पुगेपछि मलाई पढाउनु पर्ने भयो अनि गाउँमै पढाउने सल्लाह भयो घर परिवारमा चाहिँ। तर मम्मीले भन्नुभयो होइन, छोराले किन गाउँमा पढाउने, एउटा छोरा छ, जेठो छोरालाई किन गाउँमा पढाउने, बरु सकिन्छ भने राम्रै पढाउने भनेर मम्मीले जोड गरेर चाहिँ हामी बजार आएका हौँ। बजारमा आएपछि सुरुमा मेरो विद्यालय घरबाट 40-45 मिनट पर थियो, मम्मीले जहिले छोडिदिनुहुन्थ्यो मलाई स्कुल, अनि त्यहाँ म राम्रो पढेँ। त्यसपछि चाहिँ हामी कोठा सर्यौँ अलिकति, अनि कोठा सरेपछि चाहिँ मेरो घर छेउको स्कुल सगरमाथा इङ्ग्लिस सेकेन्डरी स्कुलमा म भर्ना भएँ र त्यहाँबाट पढ्दै गएँ। त्यहाँ पनि मैले एकदमै राम्रोसँग पढेँ। अनि मम्मी बाबाले चाहिँ मेन कुरो के हो भने मलाई आजसम्म कहिले पनि कुट्नु भएको छैन। म पढाइलाई प्रेसरै दिनु भएन, पढाइलाई प्रेसर पनि दिनु भएन, होइन, बरु आश चाहिँ गर्नुहुन्थ्यो, राम्रो गरेँ छोरा, जस्ट फर्स्ट भयो भनेर चाहिँ भन्नुहुन्थ्यो। तर गर्नै पर्छ, पढ्नै पर्छ भनेर कहिले पनि प्रेसर दिनु भएन, नपढेको देखेर कहिले कुट्नु पनि भएन। अनि मलाई लाग्थ्यो यत्रो विश्वास गर्नुहुन्छ मलाई मम्मी बाबाले, मैले के त गर्नुपर्छ जस्तो साहस पनि आउँथ्यो। त्यसैले पनि होला अब आमा बाबाको सङ्घर्ष, आमा बाबाको त्याग देखेर पनि मलाई अझै पढ्न मन पनि लाग्यो। मम्मी बुवाको कुन कुराले तपाईँ बढी प्रेरित हुनुहुन्थ्यो? मम्मीमा के कुरा थियो भने मलाई कहिले पनि कुट्नु भएन, त्यो चाहिँ मलाई अलिक खुसी लाग्थ्यो। किन अरूको अब कहिले काहीँ साथीहरूसँग कुरा गरेर चाहिँ के हुन्थ्यो भने मलाई त आज मम्मीले दराजमै थुनिदिनु भयो भन्थ्यो, कोही कोही चाहिँ आज मलाई कस्तो हान्नुभयो चप्पल कुच्चले भन्थ्यो साथीहरू। अनि मलाई चाहिँ कहिले पनि त्यस्तो फिल भएन, अनि मलाई लाग्थ्यो जस मम्मी बाबा चाहिँ राम्रै भएको छ जस्तो लाग्थ्यो। अनि अर्को कुरो के पनि हो भने अब बच्चामा त जिद्दी भइहालिन्थ्यो, तर मम्मी बाबाले त्यस्तो कहिले पनि केही कुराको कमी हुनु दिनु भएन, त्यसमा नि खुसी लाग्छ। हजुर, तपाईँको प्रत्येक कक्षाको रिजल्ट आउँथ्यो नि, मानौ 6 देखि 7 मा, 7 देखि 8 मा, 8 देखि 9 मा जाँदाखेरि हजुर प्रत्येक क्लासको रिजल्ट आउँदाखेरि कस्तो रियाक्सन हुन्थ्यो मम्मी बुवाको? मम्मी बाबाको रियाक्सन यस्तो हुन्थ्यो, रिजल्ट आउनु अघि नै मलाई थाहा भइहाल्थ्यो कस्तो आउँछ भनेर। अनि किनभने अगाडि क्लास डिस्कसनमै प्रायः जस्तो रिजल्टहरू त भनिदिनै हाल्नुहुन्थ्यो।
अनि कतिपय पटक फर्स्ट भएको बेला त एकदम खुसी हुनुहुन्थ्यो बरु अनि त्यो दिन चाहिँ मलाई बरु कोल्ड ड्रिङ्क्सहरू के खान्छस् खा भनेर दिनुहुन्थ्यो कहिलेकाहीँ अब सेकेन्ड थर्ड पनि हुन्थ्यो त्यस्तो भएको बेला पनि ठिकै छ नि त अलिकति गर्लास् न किन भयो सेकेन्ड थर्ड पनि त राम्रै कुरा हो त्यतिमा अनि त्यति मध्ये भन्नुहुन्थ्यो त्यही भएर अलिकति तैँले जहिले पनि जित्नै पर्छ जहिले पनि त अगाडि हुनै पर्छ लाइफ इज अ रेस जस्तो कुरा कहिले पनि गर्नु भएन बरु आफ्नै मोमेन्टममा जा राम्रोसँग गर भन्नुहुन्थ्यो तपाईँलाई एकदमै खुसी भएको क्या एक्साइटेड भएको यो चाहिँ मैले आई गट इट भनिन्छ नि हजुर त्यो चाहिँ कुनै मोड छ कुनै क्षण छ आई गट इट वाला मोडहरू त एउटा त यही भयो मैले एसईमा 3.96 जिपिए पुलअप गरेको अर्को भनेको चाहिँ म कक्षा 10मा हुँदाखेरिको बेला हो कक्षा 10मा हुँदाखेरि चाहिँ वक्तृत्व कला प्रतियोगिता थियो अनि वक्तृत्व कला प्रतियोगितामा चाहिँ हामी लगभग 21-22 जना सहभागीहरू थियौँ होइन अनि सबै सहभागीहरूले दिए अनि अरूको प्रस्तुति सुनेर चाहिँ आफूलाई डर लाग्ने कि यसले त कस्तो राम्रो भन्यो ला म त भन्न सक्छु कि सक्दिनँ जस्तो लाग्थ्यो अनि पछि मैले के गरेँ भने अब अरूको प्रस्तुति म सुन्दिनँ भनेर बाहिर गएँ अनि साथीलाई मेरो टर्न आउनुभन्दा अलिकति अगाडि मलाई बोलाऊ है भने अनि त्यो बेला मैले अगाडि गएर प्रस्तुति पनि दिएँ नगरपालिकाको सभा हलमा धेरैजना मान्छेहरू तर मैले कोही मान्छेले हेरेन पर भित्ता हेरेर भने आफ्नो प्रस्तुति दिएँ मेरो डेस्टिनेसन भनेको कम्पिटिसन गर्ने हो अरूलाई जित्ने हो मदेखि बाहेक अरू कोही छैन भन्ने सोच्नुभयो हजुर त्यही सोचेको थिएँ म कम्पिटिसनमा जानु अघि नै सोच्थेँ कि जितेर आउँछु जस्तो सोच्थेँ कि अनि अब राम्रो मेरो अब प्रतियोगिता दिइसकेपछि प्रस्तुति दिइसकेपछि पछि रिजल्टको बेलामा चाहिँ कस्तो डर लागिरहेको थियो सक्छु सक्दिनँ फर्स्ट हुन्छु हुँदिनँ भन्दाखेरि चाहिँ पछि प्रथम चाहिँ मै नै भएँ त्यहाँनिर चाहिँ एकदमै खुसी लागेको थियो कि जस मैले यो पुल गरेँ भनेर विद्यार्थीको सबैभन्दा ठुलो शत्रु भनेको चाहिँ बिर्सिने बानी भनिन्छ नि हजुर आज पढ्यो क्लासमा पढ्यो फेरि बेलुका अथवा भोलिपल्ट बिर्सिन्छन् हुन त रिभाइज नभएर पनि होला या उस कारणहरू होलान् तपाईँको चाहिँ त्यस्तो थियो कि थिएन अनि विशेष गरेर चाहिँ पढाइमा मुख्यतया नोटहरू अथवा चाहिँ गोकन्ते विद्या तपाईँलाई चाहिँ कस्तो लाग्छ हजुर हो बिर्सिने बानी त एकदमै हुन्छ विद्यार्थीमा मेरो पनि पहिले कक्षा 8-9तिर चाहिँ एकदमै पढेको कुरा बिर्सिन्थ्यो किनभने हामी पढ्दाखेरि सर र बुक पढ्थ्यौँ अनि पछि एक्जाममा त्यही सिधै लेख्न खोज्थ्यौँ ठ्याक्क त्यही याद हुँदैन रिकल हुँदैन यसको लागि चाहिँ म प्रायः दुईवटा मेथड युज गर्थेँ आफ्नो कलेज जर्नीमा चाहिँ एउटा भनेको द फेरिमेन टेक्निक हो त्यसमा चाहिँ हामी के गर्थ्यौँ भने जस्तो म पढ्थेँ एउटा टपिक जस्तै आज पढाएको नोट आजै घरमा गएर पढ्थेँ अनि आई विल एक्ट लाइक इफ आई वेयर अ टिचर म चाहिँ आफू शिक्षक भएको हैसियतमा बस्थेँ अनि कुनै पनि एउटा टिचरको भूमिकामा बसेर रुममा प्र्याक्टिस गर्नु हजुर टिचरको भूमिकामा बस्थेँ अनि कुनै पनि नबुझ्ने विद्यार्थीलाई कसरी बुझाउँथेँ भनेर आफू एक्लै गरेर त्यसलाई बुझाउँथेँ क्या त्यसरी चाहिँ आफूले भनेको कुरा आफूलाई याद हुन्छ अर्को तरिका भनेको चाहिँ के भने पढेको कुरा म सरसर्ती लेख्थेँ जस राम्रो ह्यान्डराइटिङमा होइन कोरेर भए पनि सरसर लेख्ने गर्थेँ त्यसरी चाहिँ लेखेको कुरा पछि याद भइरहेको छ क्या रिभाइजलाई तपाईँले पहिलो प्रायोरिटीमा राख्नु हजुर हो पढेर मात्र पनि हुँदैन किनभने आज पढेको 2-4 महिनापछि त्यत्तिकै नै बिर्सिन्छ क्या त्यो मेरो म चाहिँ नबिर्सिने होइन सर्वोत्कृष्ट नृत्य ल्याउने विद्यार्थीहरूले पनि बिर्सिन्छन् सबले बिर्सिन्छन् त्यही भएर चाहिँ रिभाइज चाहिँ गरिराख्नुपर्छ र मेन कुरो भनेको नोट चाहिँ राम्रो बनाउनुपर्छ मेरो नोट एकदमै राम्रो थियो किनभने बुकमा धेरै कुराहरू हुन्छ सबै कुरा पढ्न सकिँदैन कि त्यही भएर नोट चाहिँ एकदमै चाहिन्छ तपाईँले नोटहरू अथवा आफूले पढ्ने कुराहरू चाहिँ टाइममै अपडेट गर्नुहुन्थ्यो हजुर अपडेट गर्थेँ नि म आज पढेको कुराहरू अझै अपडेटेड भइसक्थेँ म पछिलाई केही पनि राख्दिनँ थिएँ पछि राख्यो भने ग्याजुङ गुजुङ मात्रै हुन्थ्यो यसरी पढ्दै गर्दाखेरि आफूलाई डिस्ट्र्याक्ट गर्ने कुराहरू त धेरै हुन्छ नि अहिले त सोसियल मिडियाकै कुरा गर्ने हो भने पनि फेसबुकहरू हो इन्स्टाहरू भयो म्याक्सिमम विद्यार्थीहरूको सोसियल मिडियाका साइटका आइडीहरू चाहिँ हुन्छन् जसले गर्दाखेरि विद्यार्थीहरू सोसियल मिडियामा धेरै इन्गेज हुँदै गर्दाखेरि पढाइ बिग्रिएको अथवा नतिजा चाहिँ आफ्नो पक्षमा नभएको कुराहरू पनि सुनिन्छ तपाईँले चाहिँ आफैले चाहिँ सोसियल मिडिया कतिको चलाउनुहुन्थ्यो हजुर अब राम्रो विद्यार्थी थिए राम्रो नतिजा ल्याए भन्दैमा चाहिँ मैले फोनहरू या बाहिर नडुलेको भन्न चाहिँ मिल्दैन फोनहरू पनि म एकदमै धेरै त चलाउने गर्दिनँ थिएँ तर सोसियल मिडियाहरू पनि म चलाउने चाहिँ गर्थेँ अब मेरो कक्षा 12को पहिलो 6 महिनासम्म चाहिँ मैले फेसबुक टिकटक अनि इन्स्टाग्रामहरू चलाउँथेँ पछि अन्तिम 6 महिनामा चाहिँ अब अलिकति धेरै टाइम त्यस्तो चलाएँ भन्ने आफैलाई विचार भयो त्यसपछि मैले इन्स्टाग्राम अनि टिकटकहरू डिलिट गरेँ फेसबुक मात्र चलाउँथेँ कहिलेकाहीँ अरू खासै त्यस्तो सोसियल मिडियाहरू चलाउँदिनँ थिएँ अनि विकेन्डहरूमा मात्र गेम खेल्थेँ जस्तो कि भोलि बिदा छ भने आज बेलुका गेम खेल्थेँ अरू बेला त म पढि नै रहेको हुन्थेँ अनि अर्को कुरा के हो भने जस्तो कि अब फोन चलाइरहेको हुन्छ त्यसको अनि पढ्न मन लागेको पढ्नुपर्ने हुन्छ अनि अब 2 मिनट हेर्छु अनि पढ्छु भनेर सोध्छौँ त्यसपछि 2 मिनट कहिले 20 मिनट हुन्छ कहिले 2 घन्टा हुन्छ थाहा नै हुँदैन टाइम गएको थाहै हजुर हो फोन चलाएपछि त्यही भएर म चाहिँ के गर्थेँ भने
अब पढ्नु पऱ्यो भनेपछि हुन्छ म 2 मिनट पढेँ त्यसपछि फोन हेरिहाल्छु भनेर आफै दिमागलाई भन्थेँ 2 मिनट त पढ्नु हो नि भनेपछि दिमागले पनि पढ्न त भन्थ्यो अनि पढ्न बसिसकेपछि चाहिँ फेरि अब पढ्न थालिसकेपछि चाहिँ फोन अब फेरि चलाउनु मनै लाग्दैन क्या पढ्न बसिसकेपछि अब एकछिन न त एकछिन यो सकिहाल्छ त्यसपछि फोन चलाउँदा जस्तो हुन्छ त्यही भएर चाहिँ पढ्नु बस्दैन पढाइदेखि सँगसँगै तपाईँले पनि भनिहाल्नुभयो गेमहरू खेल्ने मोबाइलहरू सोसियल साइटहरू चलाउने भनेर भन्नुभयो एक्स्ट्रा करिकुलरको कुरामा गर्नुपर्दाखेरि विद्यालयमा खेलकुदका विभिन्न क्रियाकलापहरू जस्तै फुटबल बास्केटबलहरू लगायत खेलहरू पनि हुन्थ्यो होला तपाईँले त्यस्तो खेलहरूमा सहभागिता जनाउनुहुन्थ्यो कि हुँदैन थियो हजुर एकदम यस्तो कुराहरूमा मलाई एकदमै रुचि लाग्थ्यो पनि मैले अघि पनि भनेँ म कक्षा 10मा हुँदा इन्टर स्कुल फुटबल कम्पिटिसनमा किपरको भूमिका पनि खेलेको थिएँ र स्कुलमा हुने हाम्रो बास्केटबल पनि खेल्थेँ र स्कुलमा टेबल टेनिसहरू पनि म एकदमै रुचाउँथेँ किनभने खेल्दाखेरि आफूलाई रमाइलो पनि हुन्छ मनोरञ्जन पनि हुन्छ र अलिकति हल्का फिल पनि हुन्छ नि त त्यही भएर खेल्नु पनि पर्छ जस्तो मलाई चाहिँ लाग्छ पछि गएर भिडियो गेमहरू पनि खेल्थेँ तर पछि चाहिँ भिडियो गेमहरू खेल्न छोडेँ पढाइको सिलसिलामा यी बाह्य कुराहरू भए घरायसी कुराहरू पनि हुन्छन् हजुर डिस्ट्र्याक्ट गर्ने धेरै कुराहरू हुन्छन् समस्या तथा चुनौतीहरू पनि धेरै भयो होला हजुर तपाईँ काठमाडौँ आउँदै गर्दाखेरि नयाँ ठाउँ नयाँ परिवेश नयाँ साथीहरू नयाँ कलेज नयाँ शिक्षक हुँदै गर्दाखेरि कतिको त्यो चाहिँ समस्या हुँदो रहेछ पढाइमा होइन समस्या त भइ नै हाल्छ जसलाई पनि पढ्नमा तर अब यतिको यसरी पढ्न चाहिँ पाएँ त्यो मलाई प्रिभिलेज लाग्थ्यो त्यही भएर म पढ्न चाहिँ कहिले पनि छोडिनँ तर समस्याहरू आउँथे म यहाँ दाइसँग बस्थेँ अनि कतिपय कामले दाइ चाहिँ बाहिर जानुहुन्थ्यो कतिपय उहाँको आफ्नै कामले अनि एक्लै हुँदाखेरि खाना पकाउनु झ्याउ लाग्ने अब मम्मी बाबा पनि हुनुहुन्न अब आफ्नै घर भए पो यो खानु पाइयो त्यो खानु पाइयो यस्तो भन्यो त्यस्तो आउँछ यहाँ चाहिँ अलिकति लाइफलाई कम्प्रोमाइज गरेर आर्थिक समस्या पनि हुन्थ्यो आर्थिक समस्या पनि हुन्थ्यो र अलिकति फेरि काठमाडौँ जस्तो ठाउँमा यहाँ फेरि त्यस्तो समाज पनि कस्तो भने एकात्मक छ नि त सो यहाँ साथीहरू पनि भावनात्मक रूपमा कमै जोडिन्छन् मान्छेहरू हजुर हो एउटै घरमा बसेको साथीहरू पनि चिनजान हुँदैन भनिन्छ क्या काठमाडौँमा हजुर हो त त्यस्तै छ अनि भोजपुर जाँदाखेरि त दसैँमा एकचोटि मात्रै भेट्ने साथीहरू पनि हामी एकदमै घुलमिल हुन्छौँ यहाँ त जहिले देखिराख्ने मान्छेहरू पनि खासै त्यस्तो घुलमिल हुन सकिएन अर्को भनेको चाहिँ के थियो भने मेरो कक्षा 12को बिचमै ल्यापटप बिग्रिएको थियो त्यसले पनि अलिक समस्या बनायो प्रोजेक्ट वर्कहरू गर्न जाँदाखेरि चाहिँ म जहिले पनि कम्प्युटर हब गरेर प्रोजेक्ट वर्कहरू गर्थेँ तर जसो तसो पढ्यो राम्रोसँग गरेँ खुसी लाग्छ आज सम्झिँदा पनि हो पढाइको सिलसिलामा अथवा हो यस्ता समस्याहरू आउँदाखेरि तपाईँलाई कतिको त्यो आफूलाई चाहिँ एन्जाइटी जस्तो होइन बा मैले त घर छोडेर बिगारेँ कि त्यो खालको फिलिङ्स चाहिँ आउँथ्यो कि आउँदैन थियो अनि तपाईँलाई फेरि यही बिचमा जोड्न चाहेँ पढ्दा पढ्दै तपाईँले भने जस्तै यी पढाइलाई जति कन्टिन्यू गर्दै गयो हुन त पढ्दै गइसकेपछि त्यसमा लत लाग्छ तर घरिघरि पढ्दै सोसियल मिडिया चलाउँदै साथीहरूसँग गर्दै गर्दाखेरि चाहिँ दिक्क लाग्ने अनि आफूलाई चाहिँ कुनै डिस्ट्र्याक्ट गर्ने कुराहरू अथवा साथीभाइहरूले गुनासो गर्दाखेरि हल्का डिप्रेस हुँदाखेरि चाहिँ तपाईँ चाहिँ कसरी सोसियलाइज हुनुहुन्थ्यो अथवा कसरी आफूलाई चाहिँ मोटिभेटेड गर्नुहुन्थ्यो तनाव अनि त्यस्तो एङ्जाइटी त जसलाई पनि भइहाल्थ्यो किनभने कतिपयचोटि के हुन्थ्यो भने अब टेस्टमा राम्रो मार्क्स आउँदैन थियो वा टिचरले सोद्धाखेरि चाहिँ एन्सर भन्न सकिँदैन थियो त्यसकै तनाव पनि हुन्थ्यो तर म त्यस्तो खासै धेरै तनाव पनि दिँदिनँ थिएँ किनभने मलाई लाग्थ्यो एभ्रिथिङ विल पास अन जस्तो कि अहिले केही कुरा भएन भने अहिले मेरो टेस्टमा कम मार्क्स आयो भने यही त अन्त्य होइन नि त पछि छँदैछ भनेर चाहिँ म आफूलाई अझै मोटिभेट गरेर किनभने आफ्नो लागि त म एक्लै थिएँ आफूलाई आफै मोटिभेट गर्थेँ र पछि अझै गर्छु भनेर आफूलाई विश्वास दिलाउँथेँ अनि साथीहरूसँग घुलमिल पनि म एकदमै हुन्थेँ हुन त अब हामी कलेजको साथीहरू चाहिँ घर छेउ त कोही पनि हुन्थ्यो टाढा टाढा हुनुहुन्थ्यो अनि कहिलेकाहीँ तनाव भएको बेला वा कहिलेकाहीँ त्यस्तो अलिकति हुन्छ नि पढ्न मन लाग्दैन कतिपयचोटि त्यस्तो बाहेक म के गर्थेँ भने बरु घरमा बसेर मुभीहरू हेर्थेँ वा बाहिर जान्थेँ दिदीहरूकोमा जान्थेँ बाहिर घुम्न जान्थेँ काठमाडौँमा फेरि घुम्ने ठाउँ धेरै छन् घुम्न जान्थेँ वा साथीहरूलाई बोलाएर साथीहरूसँग जान्थेँ अनि एक दुई दिनपछि त्यो कुराहरू त्यतिकै तनावहरू त बिर्सिँदै हाल्दो रहेछ प्लस टूलाई चाहिँ फाउन्डेसन भनेर भनिन्छ जब विद्यार्थीहरू उच्च शिक्षाको लागि ब्याचलर्स अथवा डिग्री हासिल गर्नको लागि चाहिँ उसले उत्कृष्ट फाउन्डेसन बनाउनुपर्छ भनेर भनिन्छ शिक्षकले विद्यालयले पनि त्यही खालको ट्रिटमेन्ट गरिरहेको हुन्छ आफ्ना विद्यार्थीहरूलाई तपाईँको फाउन्डेसन त राम्रो भयो हजुर अब के भन्ने सपना राख्नु भएको छ अब सुरुमा त मलाई सबैले कम्प्युटर साइन्स पढाएको छु इन्जिनियर भन न भन्नुहुन्थ्यो सुरुमा त म हँस्नै भन्थेँ तर अहिले आएर चाहिँ मलाई इन्जिनियरिङ त त्यस्तो इन्ट्रेस्ट लागेन र आइटीतिर चाहिँ अलिकति मेरो ध्यान आकर्षण भएको कारणले गर्दा चाहिँ म तत्काल चाहिँ बिएससी आइटी गर्छु भन्ने सोच लिएको छु बिएससी आइटी गर्छु भन्दै गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यसमा चाहिँ कतिको स्कोप छ अथवा चाहिँ मैले चाहिँ यो आधारमा गर्छु जस्तो हो त्यो चाहिँ के लागेको छ
हजुर, अहिले त फेरि आइटीकै लहर छ, सबैतिर आइटी नै छ र अहिले त आइटीले गर्दाखेरि हामी सबैतिर घुम्नु पनि हुन सक्छौँ। 21औं शताब्दीमा हजुर, ग्लोबली पनि। अनि वाट आई सी इज कि अब नेपालमा पनि आइटी डेभलप हुँदैछ, भर्खर स्टार्टिङ फेजमा छ नि त। त्यही कारण अब पछि जाँदै गर्दाखेरि चाहिँ आइटीमा अझै स्कोपहरू नेपालमा पनि खुल्छ। यहाँ जस्तो नेपालमा अब आइटीको हबहरू बन्दैछ, डाटा सेन्टरहरू बन्दैछ, त्यसको लागि त मेन पावर चाहियो, इन्फ्रास्ट्रक्चर चाहियो। त्यही भएर अझै मैले चाहिँ यहाँ स्कोप देखेँ, त्यही कारण चाहिँ यही गर्छु भन्ने मलाई अलिकति जागर पनि चल्यो, इन्ट्रेस्ट पनि चल्यो। हजुरलाई पनि थाहा छ नेपाल चाहिँ यो देशमा चाहिँ कतिपय विद्यार्थीहरू कस्तो पनि रहेछ भनेदेखि +2 सकेपछि विदेश जाने, विदेशमा पैसा कमाउने, परिवारको सपनाहरू विदेश गरे पुरा हुन्छ भन्ने खालको लहर हुँदो रहेछ युवाहरूमा। तपाईँ आफैमा पनि टिनेजर युवा हुनुहुन्छ, तपाईँले राम्रो उत्कृष्ट नतिजा पनि हासिल गर्नुभएको छ। तपाईँलाई चाहिँ विदेश जान्छु जस्तो चाहिँ लागेको छ कि छैन? अनि विदेश जान्न उत्सुकता, क्युरियस कतिको हुनुहुन्छ? विदेश जान त म उत्सुक छु, तर घुम्नलाई मात्र। किनभने मलाई लाग्छ म जस्तो अब अलिकति प्रतिभा भएको, क्षमता भएको व्यक्ति चाहिँ विदेश जानै पर्छ जस्तो मलाई खासै पनि लाग्दैन। नेपालमै बसेर पनि केही गर्न सकिन्छ जस्तो लाग्छ। अब होइन, कतिजना मेरै साथीहरू पनि अब विदेश जाने कुरा गर्दैछन्, कतिपयहरू अहिले पनि विदेश गइरहेका छन्। त्यो पनि अब उनीहरूको व्यक्तिगत रूपमा त ठिकै हो, उनीहरूलाई के लाग्छ, के सोचेर जान्छन्। तर मलाई चाहिँ व्यक्तिगत रूपमा विदेश गएरै सबै कुरा हुन्छ, विदेश गएर मात्र पैसा कमाउन सकिन्छ जस्तो लाग्दैन। नेपालमै बसेर पनि केही गर्यो भने पैसा कमाउन सकिन्छ जस्तो मलाई लाग्छ। पैसा, इज्जत सबै कमाउन सकिन्छ, सबै कुरा, परिवार पनि हुन्छ। हजुर हो। सबैभन्दा ठुलो समस्या चाहिँ नेपालको ब्रेन भनेर भन्छ क्या। हजुर हो। त्यो चाहिँ नेपालले लगानी गरे हुन्छ। तपाईँलाई +2 सम्म आउनको लागि राज्यले त्यही खालको लगानी गरे हुन्छ, किनभने विद्यालयका संरचनादेखि, पाठ्यपुस्तकदेखि त्यो एउटा विद्यार्थी बनाउनको लागि राज्यले, अभिभावकले, शिक्षकले पनि त्यतिकै लगानी गरे हुन्छ। जब ऊबाट प्रतिफल हुने बेला हुन्छ अनि विद्यार्थी चाहिँ आफ्नो देश छोडेर बाहिर जान्छ भनेको त्यो चाहिँ राज्यलाई अप्रत्यक्ष प्रत्यक्ष भनौँ बेफाइदै हो नि त। हजुर, किनभने आफ्नो नागरिक चाहिँ यहीँ सक्षम होस्, आफ्नै देशमा सेवा गरोस् भन्ने हुन्छ। तपाईँले भने जस्तै तपाईँलाई अब नेपालमै बस्नु रहर छ। हजुर, भोलि मन बटारी हुने त अरू कुरा होला, तर अहिलेसम्म तपाईँ नेपालमै बसेर सेवा गर्छु भन्दै गर्दाखेरि चाहिँ तपाईँले अब +2 सक्नुभयो। अब तपाईँलाई 2-3वटा विकल्प हुन्छ। सार्वजनिक सेवा भन्ने हजुरलाई थाहा छ? थाहा छ। सार्वजनिक सेवा भयो, सार्वजनिक प्रशासन, शान्ति सुरक्षा भयो। राज्यले +2 सकेका नागरिकलाई चाहिँ सामान्यतया सार्वजनिक प्रशासनमा खरदार नासु दिने, एक्जाम दिने सक्ने व्यवस्था गरेको छ। तपाईँ योग्य क्याडेट हुनुभयो, हजुर, प्रतिस्पर्धा गर्न सक्नुहुन्छ। तपाईँ सार्वजनिक सेवामा अथवा यो क्षेत्रमा जान्छु भनेर प्लान चाहिँ बनाउनु भएको छ कि छैन? प्लान नबनाएको त होइन, तर +2 पछि नै चाहिँ नायब सुब्बा र खरिदारमा चाहिँ जान्न सोचेको छु। पछि ब्याचलर पछि चाहिँ के भयो भने बरु त्यस्तो सार्वजनिक सेवामा जान पनि सक्छु। तर मैले अगाडि +2 सकेपछि चाहिँ सेकेन्ड लेफ्टिनेन्टमा ट्राई गर्न चाहिँ सोचेको थिएँ, तर समस्या के पऱ्यो भने मेरो दाँत किराले खाएको थियो। त्यही कारणले गर्दा मैले यहाँको दाँत फुकाल्नु पऱ्यो र अब यहाँको दाँत पनि फुकाल्नु पर्ने भएको छ। त्यही भएर 2टा दाँत नभएको कारणले गर्दा चाहिँ म अहिले सेकेन्ड लेफ्टिनेन्टलाई भिड्न सकिनँ। अब पछि ब्याचलर पछि चाहिँ बरु केही भयो भने लोकसेवा गरेर अधिकृत नै बन्ने पनि मेरो सोच छ, अधिकृत वा सचिव, किनभने क्षमता छ, गर्न सकिहाल्छ जस्तो। शान्ति सुरक्षामा तपाईँले अथवा सुरक्षा क्षेत्रमा युवाहरूको अथवा जेन्ट्सहरूको म्याक्सिमम चाहिँ म चाहिँ यो भन्ने, देशको रक्षा गर्ने भन्ने हुन्छ नि। हजुर, त्यो प्लान पनि बनाउनु भएको थियो हजुरले। तपाईँले आफूलाई जसरी समय सापेक्ष परिमार्जित गर्दै लगिराख्नु भएको छ, हजुर, अब चाहिँ युवा अवस्थाबाट चाहिँ आफूलाई चाहिँ सुधार गर्दै गर्दा अब समाजको पनि जिम्मेवारी लिनुपर्छ, हजुर, यो समाजको पनि नेतृत्व गर्नुपर्छ भन्ने चाहिँ कतिको लाग्दो रहेछ? लाग्छ, कतिपय पटक लाग्छ। किनभने अब आफू समाजमै बाँचिएको छ, समाजले होइन अब मर्दा समाजले चाहिन्छ। त्यही कारणले गर्दा पनि समाजप्रति एउटा त आफ्नो रेस्पोन्सिबिलिटीको फिल पनि आउँछ। कहिलेकाहीँ बाटोमा फोहोरहरू हुँदाखेरि कस्तो फोहोर देखेको जस्तो लाग्छ, अनि सकेसम्म टिप्छु पनि। यस्तै सानोतिनो कुराहरूले गर्दा चाहिँ अब जस समाज चाहिँ आफू, समाज भनेको त हामी बस्ने कुरा हो नि त, बस्ने ठाउँ हो। त्यही भएर यसलाई अझै राम्रो गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने जस्तो लाग्छ। अनि सोसियल मिडियामा अलिकति दुःखहरू देख्दा पनि जस नेपालमा बसेर केही चाहिँ गर्नुपर्छ है, जस नेपालीको लागि चाहिँ केही गर्नुपर्छ भन्ने भावना पनि आउँछ। मैले तपाईँलाई कहाँ जोड्न खोजेको हो भने एउटा सामाजिक हाम्रो संस्कार जुन छ, संस्कार संस्कृतिकै कुरा गरौँ। हजुर, तपाईँ 12 सके पछाडि अब तपाईँलाई समाजले जिम्मेवारी दिँदैछ क्या। अब हिजोको अमन आज अमन सँगसँगै एउटा समाजको मार्गदर्शक बन्दैछ क्या।
हजुर हिजो तपाईँलाई समाजले छोरा भनेर हेर्थ्यो, एउटा विद्यार्थी भनेर हेर्थ्यो, शिक्षकले विद्यार्थी भनेर हेर्नुहुन्थ्यो, विद्यालयले विद्यार्थी भनेर हेर्नुहुन्थ्यो, समाजले छोरा भनेर हेर्नुहुन्थ्यो। अब तपाईँलाई के हुन्छ, समाजका विकास निर्माणका कामहरूमा पनि तपाईँलाई जिम्मेवारी दिइन्छ। हजुर तपाईँले आफ्ना उत्तरदायित्वहरू पुरा गर्नुपर्ने हुन्छ, तपाईँका नागरिकका कर्तव्यहरू तपाईँले पनि पुरा गर्नुपर्ने हुन्छ। हजुर हिजो भलाई कम पुरा गर्नु पर्थ्यो होला, तपाईँलाई सानै हुनुहुन्छ भनेर छोडिन्थ्यो होला। हजुर अब चाहिँ तपाईँलाई पुरा गर्नुपर्छ, भएन भनेदेखि तपाईँले चाहिँ दण्ड सजाय पाउनुहुन्छ भनेर चाहिँ अब तपाईँमा त्यो खालको चाहिँ चेतना विकास भएको अवस्था छ क्या। हजुर हो, यसरी विकसित हुँदै गर्दाखेरि तपाईँमा त्यो खालको सोच विचार, त्यो खालको परिवर्तन चाहिँ कतिको आएको आभास गर्नुहुन्छ? अलिअलि आएको चाहिँ आभास गर्छु, तर त्यसरी लहरै आइसकि नै गएको चाहिँ अहिलेसम्म आभास गरेको छैन। सायद अझै समय छ होला, अलिकति समय पछि जाउँछ होला। हो, तपाईँ भन्नु होइन, तपाईँ के भन्ने सोचमा हुनुहुन्छ? अब उच्च शिक्षा पढ्दै गर्दाखेरि बिसिआइटी तपाईँले आइटीको क्षेत्रमा भन्दै हुनुहुन्छ, आइटीबाट पनि त यो चाहिँ भन्छु भन्ने खालको एउटा सपना हुन्छ नि। हजुर त्यसमा चाहिँ के भन्ने सोचमा हुनुहुन्छ? तत्काल चाहिँ म आइटीमा पनि धेरै स्कोपहरू छन्, आइटीमा पनि धेरै फिल्डहरू छन् र तत्काल चाहिँ मैले आइटीबाट साइबर सेक्युरिटी गर्ने सोचमा छु, किनभने त्यसको पनि मैले अलिकति स्कोप देखाएको छु र त्यसमा मलाई अलिकति इन्ट्रेस्ट पनि छ, अलिकति भन्दा पनि ज्यादै नै इन्ट्रेस्ट छ। तपाईँ नेपाल टप गर्नुभयो, हजुर उत्कृष्ट नम्बर ल्याउनु भयो, सबै विद्यार्थीहरूको उत्प्रेरणा, हौसला, प्रेरणाको स्रोतको रूपमा हुनुहुन्छ। हजुर एससी तथा +2 दिँदै गरेका भाइ बहिनीहरूलाई अथवा विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ? म सल्लाह चाहिँ के दिन्छु भने नआत्तिनु, कुनै पनि अब समस्याहरू आउँदैमा पछि नहट्नु, नडराउनु, पढ्न सकिन्छ। किनभने अब पढ्नु पाउनु भनेको चाहिँ तिमीहरूले चाहिँ के सोच्नु भने पढ्नु पाउनु भनेको प्रिभिलेज हो, त्यसैले जति सकिन्छ धेरै पढ्ने कोसिस गर्नु अनि आफ्नो नोटहरू राम्रोसँग राख्नु, आज पढाएको टपिक चाहिँ आजै कभर गरिसक्नु अनि रिभाइज चाहिँ बेला बेला गर्नु, सकेसम्म घरको कोठामा नोट्सहरू राख्नु, सानसानो नोट्सहरू र रिभाइज गर्ने पोइन्ट्सहरू राख्नु, त्यसले चाहिँ पछि सजिलो हुन्छ। तपाईँ अहिले उज्जवल भविष्य बोकेर काठमाडौँ हुनुहुन्छ, सर्वोत्कृष्ट नतिजा ल्याउनु भएको छ। तपाईँलाई आगामी दिनको पनि शुभकामना दिन चाहन्छौँ। धन्यवाद। तपाईँले जस मलाई यस पोडकास्टमा बोलाउनु भयो त्यसको लागि पनि म एकदमै आभारी छु। तपाईँसँग कुराकानी गर्न पाउँदा धेरै खुसी लागेको छ। हजुर यसरी कुराकानी गर्दै गर्दाखेरि आफूले सिकेका कुराहरू र +2 अथवा एससी दिने भाइ बहिनीहरूलाई तपाईँले जसरी पढाइलाई यसरी पढ्नुपर्छ, यो तरिकाले पढ्यो भनेदेखि नतिजा राम्रो हुन्छ, आफूले आफैलाई कसरी आफ्नो प्रतिभा पहिचान गर्ने लगायत विषयमा रहेर कुराकानी गऱ्यौँ, एकदम खुसी लाग्यो। हजुर यो कुराकानीका क्रममा तपाईँलाई यो चाहिँ भन्न मन थियो तर मैले भन्न पाइनँ अथवा यो चाहिँ छुट्यो कि जस्तो लागेको कुनै विषय छ? हजुर छ, एउटा कुरा चाहिँ मलाई अलिक व्यक्तिगत रूपमा भन्न मन थियो। पहिले के थियो भने म भोजपुरमा हुँदाखेरि चाहिँ कसैलाई चिनाउनु पर्दा म अमन, हाम्रो ज्ञानेन्द्र सरको छोरा भनेर चिनाउनु पर्थ्यो। तर अहिले आफूलाई के फिल हुन्छ भने अहिले आफ्नो परिचय दिनु पर्दा चाहिँ म अमन पाण्डे, हाल एसएलसीको बोर्ड टपर भनेर चिनाउनु पाउँछु र यो आफ्नै परिचय एउटा खुल्यो, आफ्नो एउटा परिचय बन्यो जस्तो चाहिँ लाग्छ मलाई र यो चाहिँ मलाई आफ्नै एउटा पर्सनल एचिभमेन्ट जस्तो पनि लाग्छ, एकदमै खुसी लाग्छ यो कुराले। त्यही भएर म के सजेस्ट गर्छु भने तपाईँहरू पढाइमा मात्र होइन, जे गर्नुहुन्छ, जुन ठाउँमा पनि, जुन फिल्डमा पनि जे गर्नुहुन्छ, मेहनत, परिश्रम र त्याग चाहिँ गर्नु होला, पछि यसले फल अवश्य दिनेछ। स्टुडियोसम्म आएर कुराकानी भयो, यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म पनि आभारी छु।